ला यस्तै बनाउनु भयो यस्तै कौन भित्र के निकाल्नु पर्यो बुदी निकाल्नु पर्यो बुदी यसको अलग निकाल्नु पर्यो है बुदी देखेर बिस्तारै आनन्दले बुदी राखे पनि केही भएन यसको प्लाज 2-3 मिनेट चिल्ली सस बबाल एउटा अन्डा गयो मायोमा हिजो मस्टर्ड ल्याऊ मस्टर्ड पेस्ट ल्याऊ मस्टर्ड पेस्ट खै मस्टर्ड पेस्ट यो नेपालीहरुले खान्न बेसी गरी खान्छ तर सब पनि हाल्दै हुन्छ मस्टर्ड पेस्ट गार्लिक पाउडर गार्लिक क्लोभ युज गरे पनि भयो गार्लिक पेस्ट हाल्दै पनि भयो गार्लिक पाउडर कसरी बनाउँछ चल्यो हाम्रो स्पिडको मात्रा हाम्रो मिक्सरको मात्रा हुन्छ नि ओइल र मिक्सरको रेसियो एउटै हुनु पर्यो के रेसियो एउटै हुनु आई मिन स्पिड पनि त्यही अनुसार हुनु पर्यो तेल पनि त्यही जानु पर्यो के बाहिर गयो बाहिर क्लास चाहिँ हामी सञ्चालन गर्दैछौँ त्यसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने पनि तपाईहरु अहिले हामी स्पाइसी यसमा चाहिँ त्यो उसले हाल्ने यो तलको मात्र घुम्नु पर्यो हामी बनाउँछौँ माइ फाल्छ नि यो जमिन थोरै लेमन जुस paprika powder spicy mayo हो त्यसलाई हाल्दिने वाव स्पाइसी मायो वाव बबाल बन्यो बबाल खतरनाक बबाल ल सबैजनालाई विशेष धन्यवाद छ विनमद्वारा भिनेगर अनि थोरै साल्ट हालेकै छैन मैले साल्ट पनि हाल्ने भन्दै थियो त विनम चौधरीद्वारा साल्ट त्यस्तो गरेपछि अनि त्यसपछि मेन पावर पाएन भन्छ फेरि होटलले यो के अरे सिनियर पोजिसनको बुकिङ नभएर मेन पावर नपाउने हो कि सिनियर पोजिसनले त त्यो इन्करेज गर्ने हो नि भेजिटेबलको पानी सुकाउँदै है भेजिटेबलको पानी सुकाउँदै ल हाल्नुभयो हाम्रो सेफले मसरुम भेजिटेबल फ्राई साथे भेजिटेबल साथे कुकिङ ओइल हो त्यसले आफै नि गर्न एकैलाई छ अब रोल ग्यास सानो गराउनु डरे भए मसरुम कॉर्न यता क्याप्सिकम यता पनि क्याप्सिकम यता पनि पेपर चिल्ली फ्लेक्स
स्टप मसरुमलाई है द्याट स्टप मसरुमलाई पनि चिज मोजरेला होइन बाइन्डिङको लागि के तेल दिनु पर्यो स्टप मसरुमको लागि खस्छ नि माथिबाट झन् उस भएन चिज हाल्ने माथिबाट चिज हाल्ने स्टप मसरुम गऱ्यो भने सकेसम्म हल्का ब्राउन आएको राम्रो के कुनै पनि चिज बेक गर्न पर्यो भने सकेसम्म हल्का ब्राउन आएको राम्रो त्यो कुनै टाइम हुँदैन के सकेसम्म ब्राउन हुनु पर्यो सब चिज युज गर्नु हाम्रो डुक्सेल हो क्या अघि मैले वाइन साइन हालेँ नि त्यो डुक्सेल हो यसैबाट डुप्लेक्स गराउने हो कि चिज कोन गराउनु लाग्यो है अब हामीले यहाँ चाहिँ त्यो त अब रेडी भइसक्यो खोजिदिनु मात्र हो चिज कोन तपाईँले रेड बेल पेपर बेल पेपरको यसरी बेल पेपर नै हो त होइन बेल पेपर नै हो रेड पेपर तलको होला नि खाना जुम्बा सिक्न छैन खानै छ क्याप्सिकम चप ओनियन क्याप्सिकम क्याप्सिकम पनि हाल्दिउँ छ्यापनियन म्याच गरौँ त म्याच गरौँ त पहिला साल म्याच गरौँ साथीहरू म्याच गरौँ साल पेपर हालौँ त यहाँ म्याच गरौँ त त्यहाँ ब्ल्याक पेपर पेपर चिली फ्लेक्स ल्याऊ चिली फ्लेक्स चिली फ्लेक्स के हुन्छ सेम राम्रो हुन्छ वाउ हुन्छ अन्डा पाउडर थोरै बेकिङ पाउडर कर्नफ्लोर मैदा कर्नफ्लोर मैदा थोरै पानी मिस्टेक हो यो हो होइन यहाँ के गर्ने यसरी छेउ हालिदिने छेउ होइन चिज हालिदिने छेउ हालिदिने एउटा बिचमा च्याउ नभन है बरु मसरुम भन च्याउ उड्दिने उड्यो अलि ठुलो गराइदिनु न ग्यास ग्यास बाल्नु कर्नफ्लोर आटा देखो न गाइस देखो न गाइस गलो 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 देखो न गाइस देखो न गाइस हिट अलिक कम भयो अलिक फास्टै हान हो यत्रो ठुलो गराइदिनु दुरोट आकारको देखो न गाइस आज गुड फ्राइडे ह्याप्पी फ्राइडे आज यसलाई गर्छ हजुरको जस्तै देखो न गाइस गराइदिन्छु खतरा हानिदिन्छु मैले बनाउनु पर्यो भने नि बवाल ल डुप्लेक्सलाई है यो डुप्लेक्स मसरुमलाई अब